हामी यति बेला चाहिँ लिसेङ्गु पहाड गाउँपालिका वडा नम्बर 1 का खानी गाउँको मुनि खोलामा छौँ र खोलामा पुगिसक्यौँ र खोलाको यहाँ चाहिँ सानो झरना छ अरे भनेर हाम्रो भान्जाहरूले लिएर आएको हो। हामी भान्जाहरूको साथमा आज खोलाको झरना हेर्न जाँदैछौँ र तपाईँहरूले पनि हेर्न सक्नुहुनेछ। लाइक कमेन्ट सेयर गरेर सबै सामु पुऱ्याइदिनु लागि तपाईँहरूको महत्त्वपूर्ण भूमिका रहेको छ भने तपाईँले त्यो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। हामी यति बेला तपाईँलाई चाहिँ खानी खोलाको खोला चाहिँ यस्तो छ र अहिले चाहिँ सानो भएको छ र बर्खाको बेला एकदमै ठुलो हुन्छ यो, त्यो सबैलाई नै थाहा नै छ। हामी चाहिँ अहिले अहिले पनि यो हिउँदोमा पनि यतिको चाहिँ खोला छ भने यहाँ खोलामा तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो खोला चाहिँ खोलाभन्दा माथि भित्तामा चाहिँ सानो झरना छ अरे, त्यो झरना हेर्नको लागि हामी जाँदैछौँ है। सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला। फाइनल्ली हामी झरनाको नजिकै आइपुग्यौँ। अब तपाईँलाई यो झरना चाहिँ यो प्रकारको छ र झरना देख्न सक्नुहुन्छ। यो सानो झरना हेर्नको लागि हामी चाहिँ अघिदेखि नै आतुर थियौँ र यहाँसम्म आयौँ पनि। हामीले चाहिँ अब तपाईँलाई प्रत्यक्ष रूपमा झरना देखाउँदैछु। हाम्रो तिनजना भान्जाले यहाँसम्म ल्याए होइन। मलाई भान्जाले गाइड गरेर यहाँसम्म ल्याउनु भयो। भान्जालाई धेरै धन्यवाद भन्न चाहन्छु। तपाईँले यो प्रकारको झरना देख्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईँको अलि ठुलै पानी पर्दाखेरि, खोला ठुलै हुँदाखेरि चाहिँ एकदमै राम्रो देखिन्छ अरे भन्ने सुने, त्यसैले हामी यहाँसम्म आयौँ र एकदमै राम्रो रहेछ झरनाको आकारहरू। हेर्नुहोस् त माथि कस्तो खतरा देखिन्छ, कस्तो राम्रो देखिन्छ। माथिको पहरा यो पुरै भिर जस्तै देखिने, अनि पुरै यताउता पानी चुने एकदमै अद्भुत जस्तै देख्छ। यो शिलाहरू हेर्नु, ढुङ्गाहरूको, यहाँको ढुङ्गाहरूको बनावटी, खोलाको ढुङ्गाहरूको अवस्थाहरू यस्तो राम्रो देखिन्छ कि हामीलाई हेर्दा पनि हेरौँ जस्तो लाग्ने। हामी चाहिँ अहिले यो खोला हो, यो खोला चाहिँ तपाईँको ब्यार्सदेखि र तपाईँको चाहिँ यहाँ अहिले यो खानी खोलासम्म पुग्छ। यो तपाईँको चौरी खोलासम्म मिक्स हुन्छ। यो चौरी खोला पुग्छ र चौरी